हेलो एभ्रिवान वेलकम टु माई भ्लग। म चाहिँ मेरो पुन्टु छोरासँग घुम्न निस्केको छु। लेट्सी हामी के गर्छौँ। आएन आज हामी कहाँ आएको घुम्न आएको हो हिरो भएर हो हो भन न। आयनलाई चाहिँ किनमेल यति धेरै जान मन लाग्छ कि उसले त्यही कुरा गरिरहेछ, किनभने मैले घरबाट किनमेल जाने भनेर निस्केको थिएँ। लुक एट द भ्यू गाइस, लुक एट द भ्यू। ओ माय गॉड यता हेर्नु त। ओ हातमा के भएछ तिम्रो? उता हेर्नु पानीतिर भेगुतालाई हेर्दिनु न। यति गाह्रो छ उसलाई फोटो खिच्नको लागि। फोटो खिच्न भनिसकेपछि यति धेरै कुरा गरेर बाना बनाउनु पर्छ क्यामेरातिर फोकस हुनलाई। बेबी हामी आज आएको चाहिँ हेभन पार्क हो, जाभा बिर्तामोडको। सो हामीले चाहिँ अब अघि खिचेको चाहिँ बाहिर थियो, टिकट लिएर भित्र इन्टर भयौँ। ल यस्तो छ भित्रको एरिया चाहिँ, एकदम यस्तो राम्रो भर्खर पानी परेर खुलेको मौसम थियो। सो एकदम यति राम्रो छ कि मम्मी 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 यता हेर्दिनु न। ह्यान्डसम म्यान आउनु यसोले भनिदेऊ। तिमीलाई चाहिँ जतिखेर पनि कलरिङ मात्रै भन्न आउँछ। आफ्टर सो लङ टाइम हेभन पार्क आएको। मैले त सबै बिर्सेछु। कस्तो राम्रो राम्रो बनिन्छ नि छोरा। हामी ढिलो आएछौँ नि। हामी कति बजी चाहिँ अलमोस्ट 5:30 मा आयौँ। केही पनि गर्न नपाउने पऱ्यो, किनभने ढिलो भयो कि ढिलो पानी पर्यो नि त। पानी पर्यो सो यतिर पानी जमाएर रहेछ, किनभने अहिले पानी परेको थियो। सो ऊ चाहिँ खेल्न खोजिरहेछ। सो हामी खेल्ने नै ठाउँतिर जाँदैछौँ। बेटा तिमीलाई मन पर्यो? मन पर्यो छोरा? वाह है यस्तो राम्रो छ। फ्लावर फ्लावर आज चाहिँ पानी परेर टक्क ल खेल्ने एरियातिर जानुपर्छ। यस्तो राम्रो बनेछ क्या। आउनु छिटाउनु यता। लेट्स गो। चस्दिनु त म बोकिदिन्छु चस्मा। वाउ अनि त के खेल्ने हौ? ल यता पानी परे हा जाऊ न। जाऊ जाऊ जाऊ। ल यता पुन्टे चाहिँ खेल्न पाएपछि चाहिँ यति खेल्ने हो। फेरि उसको फेभरेट चाहिँ यही हो है। उसलाई यो भएपछि चाहिँ एकदम खुसी। बाबा खेल्ने टाइम त धेरै छैन त, 5:40 मात्रै रहेछ खेल्ने टाइम। यस्तो राम्रो वेदर छ, छोडेर जानै मन नलाग्ने गरी। बट हामी धेरै ढिला गऱ्यौँ। लाइफमा आफूसँगै राख्न सक्ने भनेको अब यो समयलाई त रोक्न सकिन्न होइन, तर मेमोरीहरू त क्याप्चर गरेर राख्न सकिन्छ नि त। अब केही वर्ष केही सालपछि त ऊ पनि ठुलो हुन्छ, यस्तै त हुँदैन। तर यो टाइममा हामीले कसरी इन्जोय गर्थ्यौँ, कसरी दिनहरू बिताउँथ्यौँ, एकअर्कासँग हामी कसरी हाँस्थ्यौँ खेल्थ्यौँ, यो कुराहरू चाहिँ मलाई क्याप्चर गर्न मन लाग्ने कि पछि हेर्नलाई हुन्छ नि त। सो फोनमा त सबै कुरा अट्दैन, स्टोरेज फुल भइहाल्छ। प्रब्लम यही छ सबैजनाको। यहाँनिर बेबीहरू खेल्ने ठाउँ चाहिँ 5:30 बन्द हुँदो रहेछ। सो हामीले चाहिँ धेरै टाइम खेल्न पाएनौँ। अब बाहिर डुल्ने है त।
ढिलो आयो बाबा मजा आयो टुरु 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 उता हेर्नु हाँस्दिनु यता हेरेर कति खुसी भएको मेरो छोरा फेरि भोलि पर्सि फेरि आउनुपर्छ लु जाउँ निस्किनु पर्छ किनभने हामी अलरेडी ढिला आयौँ किनमेल जाने र कस्तो राम्रो चरा हो त्यहाँनिर कहाँनिर हो म त देखिनँ त्यसरी त गाइज कहाँ हो चरा क्युटी चरा हेर आउँ त्यहाँ बाबा हिँडिरहेको छु क्युटी हो ल जाउँ लेट्स गो ब्युटी अफ हेभन पार्क तिमीलाई चाहिँ खेल्नैको सुर छ चला खेल्नु नपाएर ए बोल त फोनमा ल है म डायल गर्छु फोन तारै चुटेर छु अब हेलो डाक्टर उसलाई चाहिँ डक्टर भन्दा यतिखेर एकदमै डराउँथ्यो कि सो त्यही भएर मैले डक्टर भनेरलाई जिस्काइरहेको छु उसको अनुहारको चमक नै बेग्लै भइरहेछ This is the fun मात्रै हो गाइज आउटफिट चेक गाइज आउटफिट चेक ल तिम्रो जुत्ता देखाऊ सेम सेम आमाको जस्तो त्यसरी होइन यसरी देखाऊ सेम सेम अनि प्यान्ट देखाऊ प्यान्ट अनि चस्मा है यति लाएर हामी कहाँ छौँ यति लाएर हामी घुम्न आछौँ नमस्ते भगवानलाई छिटो भगवान उहाँ हेर्नु त उहाँ भित्र भगवान नमस्ते गरिदेऊ भित्र हुनुहुन्छ भगवान नमस्ते गरिदेऊ नमस्ते भनिदेऊ छिटो न नमस्ते गरिदेऊ मैले चोर आउँछ लु आऊ छिटो वाह कस्तो राम्रो आयो यहाँको त भिडियो हेलो ह्यान्डसम चस्मा चाहिँ के गरेर लाग्यो ल यहाँ चाहिँ मलाई मेरो छोरोले पोजहरू हान्न सिकाइरहेको थियो सो मलाई एकदम हाँसो लागिरहेको थियो यो चाहिँ सेकेन्ड डेको मेरो ल अब चाहिँ भने हाम्रो घर फर्किने पनि बेला भयो सो हामी चाहिँ घर जान्छौँ अन्त यो भिडियो चाहिँ ओन्ली फर फन मेमोरी
nothing else. Bye. बचे भने लगभग 1-1.5 घन्टा बादमा हामी चाहिँ लाग्यौँ घरतिर। घर फर्किँदैछु। बाइ बाइ।